बुढो अरे भन्नु न Dissolve! Dissolve! अबे ओए क्या कर रहे हो पागल हो लाइस क्या आज टिकटक भिडियो अलि धेरै बनायो थाक लागेर चाहिँ खुट्टा मालिस गरिदिनु त तेल लागिन अरु नाइ तेल लाउनु पर्दैन त्यसै गर्नु बाइगन ओइ रामसँग जोइ आए अबे ए जोइ कहाँ हो बेटी जोइ आया ओ जोइ स्ट्यान्ड पनि कति हल्लिँला यार बुढो पनि को भागाइ छ बुढो ए बुढो आया यी हुन् दैलेख 820 का चैत्य बहादुर जसलाई यहाँका वडा अध्यक्षकी छोरीले बिहा गरेर नोकर अब घर जोइ राखेकी छन् यिनको जिन्दगीको त कुरै नरौ यिनको त कुकुरले देख्यो भने पनि ढेल फर्काइकन अट्छ अनि यी महाशय हुन् यहाँका वडा अध्यक्ष उर्फ चैत्यका ससुराबा गाउँमा त यिनको कुरो कोही सुन्दैन तर आफ्ना जुवाइकन भने अन्डरमा राखेका छन् अनि उहाँको परिचय चाहिँ चैत्यकी सासुआमा आफू पनि गरिब परिवारमा हुर्किएकी जन्मेकी हुनाले नाप जुवाइको टिट दया माया मान्ने यी मात्रै हो तर यी दुईको सम्बन्ध भने गडबड छ है बाबा यी महारानीकन त तमीले चिन्याइ होला नचिन्या भया चैत्यकी जोइ यिनको न टिकटकको परि काला खोला भूत चढ्या छ भिडियो एक भाइरल भएको छैन तर यी आफूको न ठुलै सेलिब्रिटी ठुलै स्टार हो सत्य छन् मा कसम यिनको एक भिडियो भाइरल भयो भने त यी कहिल्यै चिन्याइनन् जोइ यहाँ आउनु त किन बनायो सासु आज छोरी मासु खाने भनी छ तर बजार गर्ने 1 किलो मासु लो या तिमी पनि खाउला त कम्पनी खाउला भन्न लाग्यो 1 वर्ष भयो क्या आजसम्म कहिल्यै दिएकै छैनौ नेपाली त झन् तिहार तिहारहरुमा नि खान पाएन कसो हुन्छ को जानी मासु बिचेले एकैचोटि दिएले खाउला नरोक खाउला ओइ क्या हो जयगन मासु ल्याउन बजार पठाउन लागे हुँ तेरीमा लिने रानीका छोरा मासु लिन जानेन अङ्गालालो चाहिँ तेरो चालामाला ठिक लागेको छैन है मन अलि होस् पुर्या ए नौकर ए जोइ त्यो मेरो कपडा धोइदिया ल चाहिँ मासु लिन आऊ बजार गइन के यार आजकलका केटाहरू यसै त हुन्छ यार आजकलका केटाहरू यस्तै हुन् अहिले अब बिहा रूप रङ्गलाई हेर्न लागे मान्छे खानदान कुल कुटुम्ब केही हेर्दैनन् अनि यो यसले पनि धौरे यसरीसँग लप पारेको छ भन्ने सुन्नु छु धौरे मान्छे कसो चिने होला घर चाहिँ राखला घर चाहिँ बस्नुभन्दा त झुडे पास चैत्य हालत यो त लामै रहेछ खुडा दादा आइगएर ओ चैत्य यहाँ ना यार मेरा काम छ यार ज्यादा चैत्य जा तेरे लिए कट्टु दो भने एरी कस्तो सिधै जोइटिङ रे त भाइको जोइटिङ रे बुढा सुन्नु त भाडा पछि दिनु स्ट्यान्ड धोइदिनु त मलाई टिकटक गराउनु छ भाडा धुन लागेको छु यति काम त आफूले अरे पनि त हुनु हो त भाडा धुन लाग्नु भएको छ यति स्ट्यान्ड धोइदिए के आउनु भयो त टिकटक बनाउला भनिकन नयाँ कपडा लगाएको छु अहिले फोहोर हुँदैन दिन रात टिकटक 3 वर्ष भइसक्यो भिडियो बनाउन लागि आजसम्म 100 भन्दा बढी भ्युज भइहाल्छ नि अब त मुखमुखै लाग्ने भइहाल्यो आफ्नो औकातमा बस एक घर जोइ जस्तो तैले मैले भने मान्नु पर्छ मेरो इशारामा चल्नु पर्छ
म तेरी मालिक नि हो बुझेस। अब त यो अति भयो, यही राणाका कथा मेरो सारा डोल जडी गयो। न दिन खान पाइहाल्छु न रात डोल्न पाइहाल्छु, कि त आज यही राणमा त कि त मै बात। तो नापा छुट्टिया छ कि नहीं जोई के भए त निउनु लाग्यो ह ससुरामा मैले जान्दिने अरे हैन, निना झोकामै गयो। निनाकै झोकाउनै हो नि तेरी मार रिङाउने छोरा। मैले के खाइछु तेरो? उल्टा खान दिएछु, लाउन दिएछु, टाइममा दिए पनि छु। के माया हो कि त अरु न त केही दिए नि। होइन किन दाजु ज्वाइँकन ज्वाइँले जानी अरे कि नै उसै नटिर दया भन्ने केही छैन, पटापट हान्या छन्। मान्छेले हेर्न पाए भने त त्यति हेप्ता छन्। तो बहिनीहरु कोल ठाल्ला कोने छ हेरे छु विचार गरे छु तेरो यसको सम्बन्ध के त? यो सब तेरो लाग्दै भएको। मैले क्यारे छु अब त मेरा मुख लाग्ने भयो है। ए सुन, तेरा बाकन भन्दै तेरा जुवाइले तेरी सासूको नै लिकन टापको सिकाऊ भन्दै। के भो लाटी? के भो किन रुनी गयो? हजुर अफिसको लागि गइहाल्नु त्यो म टिकटक भिडियोको लागि बाहिर गइहाल्थे, कोही नभएला तिनीहरूको घर आउने चक्कर चल्या रहेछ। तपाईँको जुवाइले सासूले गर्न फरार भयो। यो क्या भयो? क्या भयो? यो सब पहिले गर्दा कमसेकम घरमा बसेर आफ्नो कोही क्याट छ आमा क्याट छ भन्ने थाहा भइदियो भए देखाउने टिकटक बनाउन जानु पर्ला। टिकटकले रोक चढाएको छ ताउनु होइन। यो क्या लाज गयो होला यसो, हे भगवान् म कहाँकै मुख देखाउला। अब ती दुईजना भेटाउनु परोस्, दुवै काटी गरेर राखिदिन्छु।